एन्जल मक्कै छ केटी देखेर पनि सेतो तिरा देखाएर चाहिँ टिकटक बनाइरहेको छ हाम्रो छिटो खा नि म पनि आइसक्यो टेस्ट गर्दा गाइज वेलकम टु माई भ्लग आफ्टर अ लङ टाइम हामी चाहिँ सँगै भेट भएको छौँ होइन कति महिनापछि एक होइन एक छैन दुई तिन महिना नि दबाई गाउँ जाने बेला 5-6 महिनापछि होइन 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 त्योभन्दा नि पहिला तिन महिना माटोले कति कमी भएको छ आफ्नो यसरी भ्लगमा कति स्वागत छ मेरो भ्लग थ्याङ्क यू सबैजनालाई होइन हाम्रो अब 346 पुगिसकेको छ हाम्रो अझै चाहिन्छ हाम्रो रोड टु 400K त्यसपछि हाम्रो यसरी भनेको 1K को लागि हो है बिस्तारै त्यो भइहाल्छ आज हामी चाहिँ सङ्घ पार्कमा घुम्न आएको दाजुभाइ होइन यहाँ चाहिँ एकदम रमाइलो भइरहेछ साइडमा चाहिँ बहिनीहरू टिकटक बनाइरहेछ यता हामी चाहिँ यता चिसो हावा खाँदै अरूले टिकटक बनाएको हेर्दै हाँस्दै बसिरहेका छौँ रमाइलो गर्दै एकदम भरियाली छ है रमाइलो 654 अझै सब्सक्राइबर चाहियो अनि त्यसपछि 1K हुन्छ यो चाहिँ सङ्घ पार्क हो हामी यहाँ चाहिँ कहिलेकाहीँ आउँछौँ हामी यहाँ घुम्नको लागि यहाँ चाहिँ इन्ट्री फी फ्री छ किन भन्दाखेरि रमाइलो पनि छ यो ठाउँ एकदम रमाइलो फ्रेस हावा पर्याहरू उडेको देख्न सक्नुहुन्छ यहाँ चाहिँ माइन्ड फ्रेसको लागि हजुरहरू पनि आउनु सक्नुहुन्छ विदाउट एनी कस्ट फ्री यहाँ देख्न सक्नुहुन्छ भाइ बहिनीहरू पनि खेलिरहेको छ यहाँ साइडमा यसरी चाहिँ भाइ लुकेर चाहिँ खेलिरहेको छ के गर्न आँटेको थाहा भएन लुकीमारी भन्छ लुकामारी हाइड एन्ड सिक खेलिरहेको छ होइन हाइड एन्ड सिक आइक्यू खतरा छ त्यता क्रिकेट खेलिबसेको छ त्यता भागिबसेको छ यहाँ छ एन्जल राणा एके युनिस राणा अनि आज हजुर एकछिनपछि हामी के खाने त आज छ्याप खाले स्याफाले खाने उता देख्न सक्नुहुन्छ तपाईँहरूले होइन बहिनीहरू चाहिँ एकदम डान्स दिइरहेको छ टिकटकको लागि अब चाहिँ हामी बिस्तारै खाजा खाने ठाउँतिर जाने घुम्दै फ्रेस हुँदै होइन हुन्छ ओके अनि गएर ल्याम्प खाजा खाने हो अनि बुवा के गराउनु भएको छ बुवा चाहिँ मस्त घुरेर सुत्नु भएको छ होइन अनि हामी चाहिँ बाहिरबाट चुटो लाएर हामी चाहिँ फरार हानिदिएको आज घुमफिर यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम रमाइलो भइरहेछ पिङ खेल्ने कार्यक्रम ठुलो मान्छे पनि यहाँ पिङ खेलिरहेछ बच्चा जस्तै हेर्ने बेला सानो गुटके नै लाग्यो के भएको छ हेर्ने बेला तपाईँ खेल्ने हो नहेर्ने यहाँदेखि जाने अनि चिप्लिने त्यहाँदेखि यता निस्किने के छ विचार जाँदिनँ खेल्न खेल्ने चिप्लिन्दा मै चिप्ल्यो भने ठाउँ चाहिँ दामी छ है दामी छ ठाउँले मारेको छ ठाउँ देखाउनु भएको कि अर्को चिज देखाउनु भयो के अरे त्यो होइन सबै चिज अब वरपर के देखिन्छ वातावरणमा सबै देखाउने पहिले चाहिँ यस्तो थिएन अहिले चाहिँ एकदम राम्रो भएको छ पहिला त्यो सबै हिलो थियो नि पहिला त होइन भत्किया नै थियो नि हो र अहिले चाहिँ खतरा भइसकेको छ टिका लगाउने किन टिका लाउनु हुँदैन मैले किन हजुर राम्रो हरेक वर्ष अहिले पनि सेतो तिरा देखाएर चाहिँ टिकटक बनाइरहेको छ हाम्रो बहिनीहरूले सेतो तिरा हेर्दैछ एक इबक दामी छ है घुम्नको लागि चाहिँ यो सङ्घ पार्क चाहिँ फ्री टिकट हो इन्ट्री फी लाग्दैन रमाइलो छ खानाको लागि चाहिँ बाहिरदेखि मिल्छ खानेकुरा टक्क ल्याउने होइन अनि बसेर खाने गफ गर्दै होइन गर्लफ्रेन्ड छ भने अङ्गालो मारेर किस खाँदै बस्ने गर्लफ्रेन्ड छैन दाइको छ नै
पटाउने भने पठाइसक्यो गर्लफ्रेन्ड छैन भने चाहिँ आफै खाने आफै खुवाउने होइन लेट्स मुभ ओके वेयर मुभिङ अब हामी जाने कता अब चाहिँ हामी लाग्ने खाजा खान फुल चाहिँ दामी फुल फुलेको छ यसलाई दामी फुलहरूले दामी फुलहरूले फोटो खिचिरहेको छ होइन कुनै मन परेको आइएम म्यारिड ए पहिले सिङ्गल अनि अहिले म्यारिड वा यहाँ माथि चाहिँ सङ्घ छ टक्क माथि सङ्घ राखेको छ त्यही भएर यसको नाम चाहिँ सङ्घ पारेर राखेको हो आम्मा सङ्घ देख्न सक्नुहुन्छ पिकनिक आएछ कहाँ ट्याङ्की त्यो हल्का पिकनिक फुल पनि खतरा छ है फुल चाहिँ फोटो खिच्नको लागि एकदम दामी छ के हो कस्तो सुत्या त माथि चढेर उता चाहिँ केटाहरू यस्तो मस्त बसेर गेडा फर्काएर बसिरहेछ हो हामी चाहिँ चल्दिने यहाँदेखि सिधै खाजा खाने ठाउँमा भेटौँला यस यो चाहिँ शङ्ख पार्कदेखि बाहिरको भ्यू हो टक बन्दैछ नेपाल बन्दैछ काठमाडौँ बिस्तारै विकास हुँदैछ देख्न सक्नुहुन्छ विकास भएन त्यता यस्तो खालको चटपटे खाने भिड हो बस्दा बस्दै आधी घन्टा हाम्रो खतरा चटपटे नै आइसक्यो टेस्ट गर चटपटे कस्तो रहेछ खानु पाएको छैन त मिठो छ भने पहिल्यै ल है चटपटे सेक्सी चटपटे पानी पुग्नु खाइसक्यो अब चाहिँ फेरि हामी खाना मोमो र स्याफाले खानु चटपटे खाएर अब हामी जाँदैछौँ मोमो ससेज स्याफाले खानको लागि स्ट्रिट फुडमा त्यहाँ गएर भेटौँला म पनि आइसक्यो टेस्ट गर्दा हजुर खाना तातो तातो छ थोरै खाना ल है म पनि खानु पऱ्यो अब म पिरो खानुपर्छ कि पिरो खायो भने तेरो अनुहार सफा हुन्छ माल आइसक्यो अब खानु पर्ला ल्याम कि ल्याम कस्तो ह त यति छिटो खा नि ल्याम लास्ट बाइट भोलिबाट डाइट मासु फाइनली हामी घरतिर पनि आइसक्यौँ र कस्तो भयो त एन्जल आजको हाम्रो घुमाइ कस्तो भयो हाम्रो राम्रो भयो प्लान त थिएन त्यही पनि राम्रो भयो हाम्रो होइन यतिकै घुम्यौँ भने तर राम्रो भयो यतिकै भन्दा पनि राम्रो भयो होइन थ्याङ्क यू सो मच सबैजनालाई साथ दिनु होला